Hello and welcome our sweet dear students to Nepal Online School. नेपाल अनलाइन स्कुलमा हाम्रो प्यारो प्यारो भाइ बहिनीहरूलाई धेरै धेरै स्वागत छ. From today onwards we are going to study my English book of grade 2. आजबाट हामीहरूले चाहिँ grade 2 को my English book पढ्न जाँदैछौँ or स्टडी गर्न जाँदैछौँ. र आज हाम्रो फर्स्ट डे भएकोले चाहिँ हजुरहरूले चाहिँ कुनै पनि बुक किन्दा हैन सुरुमा चाहिँ के गर्नुहुन्छ? सुरुमा चाहिँ हजुरहरूले यो बुकमा के पढ्नुपर्ने कुरा रहेछ त भनेर चाहिँ बुकमा भएको लेसन्सहरूलाई हेर्नुहुन्छ हैन. सो आज पनि हामीहरूले के गर्न जाँदैछौँ त? टेबल अफ कन्टेन्ट्स हेर्न जाँदैछौँ. हामीहरूले यस बुकमा पढ्नुपर्ने कुराहरू चाहिँ के छ त भन्ने कुराहरू चाहिँ मुख्य गरिकन आज हामीले चाहिँ हेर्नेछौँ. र अब चाहिँ हामीहरू स्टार्ट गरौँ है त. सो फर्स्टमा चाहिँ हजुरहरूलाई यहाँ आफ्नो नेमहरू लेख्नु भनेको छ है. माई नेम, मेरो नाम के हो त भनेर चाहिँ हजुरले आफ्नो नाम चाहिँ लेख्नु होला है बुकमा. अनि त्यसै गरी हजुरले रोल नम्बर पनि आफ्नै लेख्नु होला. अनि नेक्स्ट रहेको छ स्कुल. स्कुलको नेम पनि त लेख्नुपर्छ. स्कुलको नेम पनि आफ्नो स्कुलको नेम चाहिँ लेख्नु होला हैन. म हजुरहरूलाई जस्ट एक्जाम्पलको लागि उदाहरणको लागि चाहिँ देखाउँछु है त. हेर्नु है त. माई नेम सीता शर्मा. मेरो नाम चाहिँ के हो? सीता शर्मा. अनि रोल नम्बर चाहिँ 2 हो. मेरो ह्यान्ड राइटिङ चाहिँ त्यति राम्रो छैन है. हजुरले चाहिँ राम्रोसँग लेख्नु होला. अनि हाम्रो स्कुलको नेम चाहिँ नेपाल अनलाइन स्कुल. अनि हजुरले चाहिँ आफ्नो स्कुलको नेम लेख्नुपर्छ है. ओके. र अब चाहिँ हामीहरू अघि बढौँ है त. अब चाहिँ हामीहरू डाइरेक्टली जान्छौँ टेबल अफ कन्टेन्ट्समा. ल हेरौँ है त. हाम्रो चाहिँ अब हामी चाहिँ टेबल अफ कन्टेन्ट्समा चाहिँ आइपुगेका छौँ है. अनि हामीले लेफ्ट साइडमा चाहिँ के देख्न सक्छौँ? थीम एन्ड लेसन्सको नेमहरू चाहिँ देख्न सक्छौँ. च्याप्टर्सहरू देख्न सक्छौँ हैन. थीम भनेको चाहिँ जेनरली हामीले चाहिँ युनिट भनेर चाहिँ भन्छौँ हैन. जस्तै मी एन्ड माई फ्यामिली भनेको चाहिँ थीम भयो हैन. अनि लेसन भनेको चाहिँ लेसन 1, लेसन 2, लेसन 3 भनेर चाहिँ रहेको छ. यी कुराहरू चाहिँ लेसनभित्र परे. अनि हाम्रो राइट साइडमा चाहिँ पेज नम्बर हैन. त्यो लेसन चाहिँ कति पेज नम्बरमा पर्छ त भन्ने कुराहरू चाहिँ हामीले राइट साइडमा भेट्न सक्छौँ. र हामीहरूले सुरुमा पढ्नेछौँ के त? हामीले सुरुमा पढ्नेछौँ बिफोर यु बिगिन फर्स्ट भने पार्ट फर्स्ट हैन. यो भनेको चाहिँ के हो भन्दाखेरि हजुरलाई चाहिँ यो बुक पढ्नुभन्दा पहिला के कुरा थाहा हुनुपर्छ भन्ने कुराहरू चाहिँ हुन्छ. यो हामीले सुरुमा पढ्नेछौँ. त्यसै गरी हामीले अर्को पार्ट 2 पनि पढ्नेछौँ बिफोर यु बिगिन पार्ट 2 जुन चाहिँ हाम्रो पेज नम्बर 5 to 8 मा रहेको छ. देन बल्ल चाहिँ हामीहरूले हाम्रो युनिट्सहरू स्टार्ट गर्न जाँदैछौँ हैन. जानेछौँ. सुरुमा रहेको छ मी एन्ड माई फ्यामिली. मी भनेको चाहिँ म भयो. अनि माई फ्यामिली भनेको मेरो परिवार, म र मेरो परिवार भन्ने युनिट पढ्न जाँदैछौँ हैन. अनि यसभित्र पनि हामीले 6वटा लेसन्सहरू देख्न सक्छौँ, सब टपिक्सहरू. अनि फर्स्टमा चाहिँ के रहेको छ? वीरेन्द्रस फ्यामिली. वीरेन्द्रको परिवारको बारेमा चाहिँ हामीहरूले लेसन 1 मा पढ्नेछौँ. अनि लेसन 2 मा पढ्नेछौँ आई लभ माई फ्यामिली. मैले मेरो फ्यामिलीलाई माया गर्छु भन्ने कुरा चाहिँ हामीले लेसन 2 मा पढ्नेछौँ. हजुरहरूले पनि त माया गर्नुहुन्छ हैन? एकदमै है. अनि हाम्रो लेसन 3 मा पढ्नेछौँ हामीहरूले अङ्कल शिवस फ्यामिली. शिव अङ्कलको फ्यामिलीको बारेमा पढ्नेछौँ. अनि हाम्रो लेसन 4 मा रहेको छ इट्स मी. यो म हो भन्ने कुरा पनि पढ्नेछौँ है. अनि हाम्रो लेसन 5 मा रहेको छ माई बडी. मेरो शरीरको बारेमा पढ्नेछौँ. अनि हामीले लेसन 6 मा पढ्नेछौँ के त? आई टेक केयर अफ माई बडी. मैले मेरो शरीरको मैले ख्याल गर्छु भनेको चाहिँ हामीले लेसन 6 मा पढ्नेछौँ. यति कुराहरू चाहिँ हामीले मी एन्ड माई फ्यामिली युनिटभित्र चाहिँ पढ्नेछौँ है. ओके. अब चाहिँ हाम्रो नेक्स्ट युनिट रहेको छ माई डेली लाइफ. मैले दिनदिन के कामहरू चाहिँ गर्छु, के कार्यहरू चाहिँ क्यारी आउट गर्छु भन्ने कुराहरू चाहिँ रहेको छ. र यहाँ चाहिँ हाम्रो लेसन 7 देखि लेसन 12 सम्मको लेसन्सहरू चाहिँ माई डेली लाइफ भित्र चाहिँ पर्छन् है. अनि हाम्रो लेसन 7 मा रहेको छ बिफोर स्कुल. म स्कुल जानुभन्दा पहिले के गर्छु. अनि लेसन 8 मा रहेको छ एट स्कुल. म स्कुलमा के गर्छु गइसकेपछि. अनि हाम्रो लेसन 9 मा रहेको छ आफ्टर स्कुल. म स्कुल पछि चाहिँ के गर्छु, स्कुल गएर आइसकेपछि चाहिँ के गर्छु. अनि हामीले लेसन 10 मा पढ्नेछौँ अन स्याटरडेज भनेको चाहिँ होलिडे, बिदाको दिन, शनिबारको दिन चाहिँ म के गर्छु. अनि हाम्रो लेसन 11 मा रहेको छ एट द जू. म जूमा चाहिँ के गर्छु त? मैले खाना दिन्छु, मैले त्यहाँको फोहोर भएको कुराहरू चाहिँ डस्टबिनमा लगेर राख्छु हैन. एनिमल्सहरूलाई चाहिँ माया गर्छु भन्ने कुराहरू हुनसक्छ. अनि हाम्रो लेसन 12 मा रहेको छ एट अ फेयर. फेयर भनेको मेला.
मेला जात्राहरू हुन्छ नि वहाँ गएर चाहिँ म के गर्छु भन्ने कुराहरू चाहिँ माई डेली लाइफ हाम्रो यो युनिटभित्र चाहिँ पढ्नेछौँ है त भाइ बहिनीहरू। अब हामी नेक्स्ट युनिटभित्र जाउँ जुन चाहिँ रहेको छ माई स्कुल मेरो विद्यालय। र अब चाहिँ हामीहरूले यहाँ के पढ्नेछौँ है। फर्स्टमा रहेको छ लेसन 13 मा लन्च बक्स सरप्राइज। लन्च बक्स भनेको त खाजा खाने होइन स्कुलमा, त्यो सरप्राइजको बारेमा चाहिँ हामीहरूले पढ्नेछौँ है। अनि हाम्रो लेसन 14 मा रहेको छ डेन्टिस्ट एट स्कुल। स्कुलमा आउनुभएको डेन्टिस्ट भनेको को हो त दाँतको डाक्टर होइन, टिथको डाक्टर, जसले चाहिँ हाम्रो टिथमा भएको जम्सहरूलाई चाहिँ निकालेर हाम्रो टिथमा लागेको रोगहरूलाई चाहिँ निकालेर अथवा हाम्रो दाँतहरूलाई चाहिँ फाल्न हेल्प गर्नुहुन्छ होइन, उहाँको बारेमा पढ्नेछौँ होइन। अनि हाम्रो लेसन 15 मा रहेको छ होमवर्क। होमवर्क भनेको चाहिँ हामीलाई टिचर्सहरूले चाहिँ घरमा गर्न दिने कामहरू भयो होइन। अनि हामीले लेसन 16 मा पढ्नेछौँ दरबार हाई स्कुल। दरबार हाई स्कुल भनेको चाहिँ नेपालको सबैभन्दा पुरानो हाई स्कुल हो होइन, यसको बारेमा पढ्न जाँदैछौँ। अनि हाम्रो अब लेसन 17 मा रहेको छ युनिट टेस्ट होइन। टिचर्सहरूले समटाइम्स हजुरको टेस्ट लिनुहुन्छ होला नि त, क्वेसन सोधिदिनुहुन्छ नि त, त्यो कुरा हामी पढ्नेछौँ। अनि हाम्रो लेसन 18 मा रहेको छ वी आर एट स्कुल। हामी स्कुलमा छौँ भन्ने कुराहरू पनि पढ्नेछौँ। यी सब लेसन्सहरू चाहिँ हामीले माई स्कुल भन्ने एउटा युनिटभित्र चाहिँ पढ्न जाँदैछौँ है त भाइ बहिनीहरू। अनि नेक्स्ट रहेको छ आवर एन्भाइरोमेन्ट। आवर एन्भाइरोमेन्ट भनेको एउटा अब युनिट रहेको छ। अनि यहाँभित्र हामीहरूले के पढ्नेछौँ त लेसन 19 देखि लेसन 24 सम्म चाहिँ हाम्रो इन्भाइरोमेन्ट हाम्रो वातावरणभित्र चाहिँ पढ्छन्। अनि हाम्रो लेसन 19 मा फर्स्ट लेसनमा चाहिँ के रहेको छ त माई हाउस मेरो घर। अनि हाम्रो लेसन 20 मा माई गार्डन मेरो बगैँचा। यता पेज नम्बर्स पनि हेर्दै जानु होला है हजुरहरूले चाहिँ। अनि हाम्रो लेसन 21 मा रहेको छ माई भिलेज मेरो गाउँ। अनि लेसन 22 मा वेदर। वेदर भनेको चाहिँ हावापानी होइन, बाहिरको कस्तो छ त भन्ने कुराहरू हो। अनि हाम्रो लेसन 23 मा चाहिँ के छ किपिङ क्लिन, सफा राख्नुपर्छ नि त होइन एकदमै। अनि हाम्रो लेसन 24 मा युजिङ नम्बर्स, नम्बर्सहरू प्रयोग गरेर भन्ने चाहिँ यहाँ रहेको छ। यति कुराहरू चाहिँ हामीले आवर एन्भाइरोमेन्ट भन्ने युनिटभित्र पढ्नेछौँ एकदमै है। र अब चाहिँ हामीहरूले माई बिलोङ्गिङ्स मसँग भएका सामग्रीहरू भन्ने कुराहरू चाहिँ पढ्नेछौँ होइन। यो चाहिँ हाम्रो यो युनिट चाहिँ 119 पेज नम्बरदेखि 133 पेज नम्बरसम्म चाहिँ रहेको छ है। अनि हाम्रो यस युनिटभित्र 3 वटा लेसन्सहरू रहेका छन्। सुरुमा चाहिँ रहेको छ लेसन 25। लेसन 25 मा रहेको छ थिङ्स आई ह्याभ, मसँग भएका सामग्रीहरू। अनि हाम्रो लेसन 26 मा रहेको छ कलर्स एन्ड अब्जेक्ट्स होइन। कलर्स भनेको थाहा नै छ, अब्जेक्ट्स भनेको पनि सामग्रीहरू नै हो है। त्यसै गरी हामीले लेसन 27 मा पढ्नेछौँ माई क्लोथ्स मेरो कपडाहरू। यति कुराहरू चाहिँ हामीहरूले माई बिलोङ्गिङ्स भन्ने युनिटभित्र चाहिँ पढ्न जाँदैछौँ। ओके, सो अब हाम्रो रहेको छ आवर कल्चर हाम्रो संस्कृति। हाम्रो यस युनिटभित्र पनि 3 वटा लेसन्सहरू रहेका छन्। जस्तै माई बिलोङ्गिङ्समा पनि छ 3 वटा नै थियो होइन एकदमै। अनि अब हाम्रो यसमा चाहिँ के पढ्नुपर्छ त लेसन 28 मा रहेको छ आवर फेस्टिभल्स। आवर फेस्टिभल्स हाम्रा चाडपर्वहरू जस्तै दसैँ भयो होइन, तिहार भयो, अनि क्रिसमस भयो, ईद भयो, तीज भयो, यी सबै फेस्टिभल्सको बारेमा हामीले पढ्नेछौँ। अनि लेसन 29 मा रहेको छ चिल्ड्रेन्स डे। चिल्ड्रेन्स डे भनेको त हजुरहरूलाई एकदमै मनपर्ने डे होइन त एकदमै है। त्यो कुराहरू चाहिँ हामीले लेसन 29 मा पढ्नेछौँ। अनि लेसन 30 मा पढ्नेछौँ मन्थ्स अफ द इयर। एक वर्षमा चाहिँ कति मन्थ्सहरू हुन्छ अनि त्यो मन्थ्सको नाम चाहिँ के हो भन्ने कुराहरू चाहिँ हामीहरूले लेसन 30 मा पढ्नेछौँ है। अब हामी जाउँ कम्युनिकेसन टेक्नोलोजी एन्ड मार्केट भनेको चाहिँ हाम्रो अर्को युनिट रहेको छ कम्युनिकेसन सूचना सञ्चार प्रविधि र बजार होइन। यति कुराहरू यस रहेको छ होइन। अनि यो युनिटभित्र चाहिँ हामीहरूले 4 वटा लेसन्सहरू चाहिँ पढ्न जाँदैछौँ। अनि लेसन 31 मा रहेको छ सपिङ। सपिङ भनेको चाहिँ के हो बजारमा गएर किनमेल गर्ने। अनि लेसन 32 मा रहेको छ टकिङ अनि टेलिफोन होइन, टेलिफोनमा चाहिँ फोन गर्ने होइन, फोन गरेर चाहिँ बोल्ने। अनि लेसन 33 मा वाट्स दिस यो के हो भन्ने कुराहरू चाहिँ हामीले पत्ता लगाउनेछौँ है। अनि हाम्रो लेसन 34 मा चाहिँ के रहेको छ त मेकिङ अ लिस्ट, लिस्ट बनाउने। यति कुराहरू यति 4 वटा लेसन्सहरू चाहिँ हामीले कम्युनिकेसन टेक्नोलोजी एन्ड मार्केटमा चाहिँ पढ्न जाँदैछौँ।
सो हाम्रो नेक्स्ट रहेको छ फ्रुट्स एन्ड भेजिटेबल्स। फ्रुट्स एन्ड भेजिटेबल्स भने के हो त, फलफुल र सब्जीहरू होइन। लेसन 35देखि लेसन 37सम्म चाहिँ हाम्रो यस युनिटभित्र चाहिँ पर्छन् होइन। अनि हाम्रो लेसन 35मा के रहेको छ त, फ्रुट्स एट द मार्केट, मार्केटमा भएको फ्रुट्सहरू। अनि लेसन 36मा के रहेको छ त, भेजिटेबल्स एट द मार्केट, मार्केटमा भएको भेजिटेबल्सहरू। फ्रुट्स एट द मार्केट भनेको मार्केटमा भएको फलफुलहरू, भेजिटेबल्स भनेको चाहिँ तरकारी अथवा सब्जीहरू। अनि हाम्रो लेसन 37मा रहेको छ बाइङ फ्रुट्स एन्ड भेजिटेबल्स होइन, फलफुल अनि भेजिटेबल किन्ने काम। यो कुराहरू चाहिँ हामीहरूले हाम्रो यस युनिटभित्र चाहिँ पढ्नेछौँ है। अब चाहिँ जाउँ हामी नेक्स्ट युनिटतर्फ, जहाँ रहेको छ हबिज एन्ड इन्ट्रेस्ट। हबिज र इन्ट्रेस्ट भनेको चाहिँ के हो त, मलाई मनपर्ने कुराहरू जुन चाहिँ म फ्री हुँदा गर्छु, म फ्री भएको बेलामा चाहिँ म के गर्छु भन्ने कुरा, अथवा मैले दैनिक गर्ने कुराहरू चाहिँ हाम्रो हबिज अनि इन्ट्रेस्टभित्र चाहिँ पर्छन्। यहाँ पनि हामीले 3वटा लेसन्सहरू चाहिँ देख्न सक्छौँ। र फर्स्ट लेसनमा के रहेको छ, आई लाइक, मलाई मनपर्ने कुराहरू, मलाई के मनपर्छ भन्ने कुरा चाहिँ यहाँ छ। अनि हाम्रो लेसन 39मा छ वी आर अन अ होलिडे, हामी चाहिँ बिदामा छौँ भन्ने कुराहरू चाहिँ पढ्नेछौँ। अनि हाम्रो लेसन 40मा रहेको छ प्लेइङ गेम्स, गेम खेल्ने कुराहरू पनि पढ्नेछौँ होइन। भाइ बहिनीहरूलाई त एकदमै मनपर्छ गेम, कतिको खेल्नुहुन्छ ल है। अब चाहिँ हाम्रो नेक्स्ट युनिटमा जाऊँ, बर्ड्स एन्ड एनिमल्स, चराचुरुङ्गी र जनावरहरू। यहाँ पनि हामीहरूले 4वटा लेसन्सहरू चाहिँ पढ्नेछौँ। फर्स्ट लेसन अथवा लेसन 41मा रहेको छ चिकन लिटल, सानो चिकनको बारेमा पढ्नेछौँ है। अनि हाम्रो 42मा चाहिँ के पढ्नेछौँ, हेल्पफुल एनिमल्स, हामीलाई सहयोग गर्ने एनिमल्सहरूको बारेमा पढ्नेछौँ। अनि हाम्रो लेसन 43मा पढ्नेछौँ बर्ड्स एन्ड एनिमल्स भनेको चराचुरुङ्गी र जनावरहरू। त्यसै गरी हामीले लेसन 44मा चाहिँ के पढ्छौँ त, वाट डु एनिमल्स इट, जनावरहरूले चाहिँ के खान्छ त भन्ने कुराहरू चाहिँ हामीले लेसन 44मा पढ्नेछौँ है। सो जम्मा हामीहरूले यस बुकमा पढ्नुपर्ने लेसन्स भनेको चाहिँ यति नै हो। अनि त्यसपछि हाम्रो बुकमा के रहेको छ त, वर्ड लिस्ट भनेर रहेको छ होइन, वर्डहरूको लिस्ट रहेको छ जुन चाहिँ हाम्रो पेज नम्बर 219मा रहेको छ। त्यसै गरी लर्निङ प्रोग्रेसन चार्ट रहेको छ 223। र हामीहरूले यस बुकमा पढ्नुपर्ने कुराहरू भनेका चाहिँ यति नै हो नै। हाम्रो भाइ बहिनीहरूलाई चाहिँ एकदमै राम्रोसँग पढाउन चाहन्छु होइन मैले। कतिको बुझ्नुहुन्छ त, जतिको बुझ्नुहुन्छ कमेन्ट गर्नु होला है। बुझिएन भने पनि कमेन्ट गर्नु होला, बुझ्यो भने पनि कमेन्ट गर्नु होला है। ल आजको लागि चाहिँ हामीहरू यति नै गरौँ होइन। अब हामी फर्स्ट यो बिफोर यु बिगिन को पार्ट 1मा चाहिँ भेट्नेछौँ है। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। र राम्रोसँग बस्नुहोस् होइन, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, खेल्नुहोस् होइन, खानुहोस्, तर पढ्न चाहिँ नबिर्सिनुहोस् है। बाई बाई।